एउटा मात्र स्त्रीसँग गऱ्यो भोलि अर्कोसँग गर्न मन लाग्ने अर्कोसँग गर्न मन लाग्ने गन्ती नै छैन। अब वेश्यावृत्ति गरिरहन मन लाग्ने बेल्टले हिर्काउने बाँधेर यौन सम्पर्क गर्ने यस्ता विभिन्न बानीहरू हुन्छन्। नाता गोताको व्यक्तिहरू चिने जानेको व्यक्तिहरूसँग यौन सम्बन्ध गर्न मन पराउने। सेक्सको लत भनेको के हो, कति किसिमको हुन्छ, कसरी के लक्षण देखिन्छ, त्यसलाई नियन्त्रण गर्न के उपाय गर्नुपर्छ भन्ने बारेमा केही कुराहरू भन्छु। जागिर रोजीरोटी नै गुमाउनु परेको अवस्था हुनसक्छ। यो लत प्रदर्शन भइरहेको छ भन्ने पनि थाहा हुन्छ तर उनीहरूले रोक्न सक्दैन। आफूलाई मनमनमा हीन ठानिरहेको हुन्छ तर उसले अरूको आडी त्यो कुरा स्वीकार गर्दैन। काममा पनि तपाईँलाई एउटा कामबाट पनि निकाल्छ, अर्कोबाट निकाल्छ, अथवा भएको काममा पनि तपाईँलाई राम्रोसँग तपाईँको योग्यतालाई गन्ती नगरेको यही व्यवहारले गर्दाखेरि त्यस्तो भयो जस्तो तपाईँलाई लाग्छ। अस्वाभाविक यौन व्यवहार गर्न नपाउँदा खल्लोपन र निराशा महसुस हुनु। कहाँसम्म भने तपाईँलाई आत्महत्या गरौँ कि आफूलाई नै हानि गरौँ कि तपाईँले सोचे जस्तो गर्न पाइएन भनेदेखि त्यहाँसम्मको पनि मान्छेलाई सोच आउन सक्छ। कहिलेकाहीँ आत्महत्या गरौँ कि चाहे त्यो व्यवहार गर्न नपाएर त्यस्तो आउँछ, या कहिलेकाहीँ चाहिँ किन मैले गरेँ भनेर पश्चातापको रूपमा पनि त्यस्तो आउन सक्छ। पहिलेको हस्तमैथुनहरूमा छिट्टै आनन्द हुन्थ्यो, पूर्ण आनन्द हुन्थ्यो भने अहिले कम आनन्द भएको, लिङ्गमा उत्तेजना कम भएको। तपाईँले बुझ्नु पऱ्यो कि मलाई कामुक लत सेक्सको ह्याबिट बसेको छ। लिङ्गमा उत्तेजना आएको छैन तर मनमा चाहिँ कामुक सोचहरू आएर तपाईँलाई हस्तमैथुन गरौँ लाग्ने, सकसक लाग्ने, गर्ने